नमस्ते तपाईँहरूलाई। नमस्ते। तपाईँहरू दार्जिलिङ रेस्टुरेन्टको खानाको रिभ्यू चाहिँ तपाईँले दिनुपर्ने भयो है। अनि कस्तो टेस्टहरू लाग्यो, अनि यहाँनिर अरू भन्दा डिफ्रेन्ट थियो कि नेपाली स्टाइलको, मतलब कस्तो फिल भयो तपाईँलाई खाना खाएर चाहिँ? खाना चाहिँ अब मेरो हस्बेन्डले चाहिँ फेसबुकमा देखेर चाहिँ यहीँ खाना खाउँ भन्नु भएर चाहिँ आएको थियो हामी। र खाना जब टेस्ट गर्यो भएको जस्तै रहेछ। मेन चाहिँ फ्रेस र सफा चाहिँ मेन हामीलाई चाहिन्छ जहाँ पनि जाँदाखेरि, र हाइजेनिक पनि रहेछ। अन्त मलाई चाहिँ एकदम राम्रो लाग्यो। मेरो हस्बेन्डलाई कस्तो लाग्यो उहाँले भन्नुहुन्छ होला। हजुर, खाना चाहिँ एकदमै मिठो, सफा पनि छ। अन्त जति पनि मेरो साथीभाइहरू हुनुहुन्छ उहाँलाई चाहिँ यता आइदिनु भनेर म चाहिँ त्यही उहाँलाई भन्छु। लोकेसन चाहिँ तपाईँहरूको एसएनटीकै छेउमा दार्जिलिङ होटेल नियर साथीहरू यहाँनिर छ, आइदिनुहोस्। एकदम सफा छ, मिठो छ। तपाईँलाई जस्तो पनि एक्सपेक्टेड छ खाना कस्तो चाहिन्छ त्यस्तै पाराले उहाँले बनाएर दिनु पनि हुँदो रहेछ। जुनै सब्जी तपाईँलाई चाहिएको छ त्यही प्रकारले उहाँले थपी पनि दिनु हुँदो रहेछ। लस्सी पनि हो मिठो पाउँदो रहेछ यहाँनिर। तपाईँहरूले अर्डरहरू गर्नु सक्नुहुन्छ मलाई फेसबुकमा होइन, इन्स्टाग्राममा देखेर चिकनहरू, देशी चिकन भयो, अरू कुराहरू पनि अर्डर गर्न सक्नुहुन्छ। अनि तपाईँ चिकन एकदम बस्तीबाट ल्याउनुहुन्छ उहाँले। फ्युचरमा पनि यसरी नै तपाईँले यसरी नै सर्भ गर्नुहुन्छ भन्ने आशा छ है। कतिजनाले फेरि 10 दिन राम्रो त्यसको बाद राम्रो हुँदैन नि त है। कन्टिन्यू गर्नुभयो भने चाहिँ हामी सबै जति हामी सिक्किमबाट आउने छ उहाँलाई नि है खानु भनेर चाहिँ हामी रिक्वेस्ट गर्ने चाहिँ सपोर्ट गरौँ न यसरी। थ्याङ्क यू सिक्किमलाई है, सिक्किम सँगसँगै तपाईँहरूलाई पनि धन्यवाद छ। थ्याङ्क यू।